नमस्ते, म सागर घिमिरे, सागर ट्याक्स कन्सल्टेन्सीको सञ्चालक। आज तपाईहरुलाई म करले ल्याएको छुटका बारेमा आज जानकारी गराउँदैछु। विगत लामो समयदेखि तपाईहरु व्यवसाय गरिराख्नु भएको थियो। व्यवसाय गर्दा गर्दै केही उतार चढाव आएर तपाईले व्यवसाय छोड्नु भयो। स्थानीय तहमा कहीँ दर्ता गर्नु भएको थियो, घरेलुमा दर्ता गर्नु भएको थियो, राष्ट्रमा दर्ता गर्नु भएको थियो, तर तपाईले कर बुझाउन सक्नु भएको थिएन या कर बुझाउनु भएको थिएन। बिचैमा व्यवसाय छोडेर तपाईँ अन्यन्त कतै जानु भएको थियो। तपाईलाई करको ज्ञान नहुँदाखेरि जुन समस्या आएको थियो, बिचमा आएर तपाईले कर कार्यालयमा गएर बुझ्नुभयो मेरो कर कति लाग्छ भन्दाखेरि ठुलो रकममा तपाईहरुलाई कर भनिएको हुन सक्छ। ती सबै करहरुलाई समेटिएर फाइनहरु सम्पूर्ण जिरो बराबर बनाएर अहिले सरकारले नयाँ नीति ल्याएको छ। यो नीतिले एकदम पुरानो व्यवसाय गरेर बिचमा छोड्नु हुनेहरुलाई चाहिँ एकदम ठुलो राहत दिएको छ, जसले व्यवसायलाई चाहिँ नवीकरण गर्नु भएको थिएन हैन, यतिकै छोडिदिनु भएको थियो। कुनै कारणवश घरैसी समस्या होस् या विदेश जानुभएको होस्, त्यस्ता कारणले गर्दाखेरि तपाईले सटर त बन्द गर्नुभयो तर कागजमा बन्द नगर्नु भएको अवस्थामा तपाईहरुको लागि चाहिँ एकदम सुवर्ण अवसर आएको छ। सरकारले दिएको अहिलेसम्मको हदै लेभलको कर छुट भन्छु म चाहिँ यो चाहिँ हैन, धेरै नै छुट दिएको छ। अब यो ठुलो व्यवसायहरू हुने मान्छेहरूले त लगभग सबैले आफ्नो कर विवरणहरू पेश गरि नै रहेको हुन्छ। विशेष गरी है ठुलो व्यवसाय गर्नेहरू मान्छेलाई, किनभने ठुलो जरिमाना लाग्दै आएको हुन्छ, व्यवसाय कन्टिन्यू गर्नुपर्ने हुन्छ, बैंकमा लोन खाएको हुनुहुन्छ उहाँहरूको। त्यो कारणले गर्दाखेरि कर चुक्ता वर्षौनी चाहिने हुनाले उहाँहरूले त आफ्नो व्यवसायलाई नवीकरण गरेर राख्नै भएको हुन्छ। तर कोही अब त्यस्तै व्यवसाय, सानो व्यवसाय गर्नुहुन्छ, मध्यम व्यवसाय गर्नुहुन्छ, त बिचमा केही उतार चढाव आउँछ, तपाईँ व्यवसाय छोड्न बाध्य हुनुभयो, तपाईले सटर त बन्द गर्नुभयो तर कागजी रूपमा तपाईले बन्द गर्न सक्नु भएको थिएन। 1-1.5 वर्षपछि जाँदाखेरि ठुलो धनराशिको तपाईको हिसाब आयो जुन तपाईले बुझाउन सक्नु भएन भनेर त्यतिकै लापरवाही गरेर छोड्नु भएको थियो। त्यस्तो व्यक्तिहरूको लागि चाहिँ सरकारले यो भन्दा राम्रो अवसर दिएको छैन। यो भन्दै गर्दाखेरि सरकारले जिरो नै कर बनाएको भन्ने चाहिँ नबुझ्नु होला, किनभने सरकारको नियमअनुसारले कर चाहिँ बुझाउनै पर्छ। जतिखेर जुन आर्थिक वर्षमा तपाईले बुझाउनु पर्ने कर थियो त्यही वर्षमा बुझाउँदाखेरि जति लाग्थ्यो त्यो करमा तपाईलाई थप 1% मात्रै लिने भनेको छ सरकारले, त्यो भन्दा बढी लाग्ने भनेको छैन। तर ठुलो राहत भन्छु म यो अहिलेको अवस्थामा जुन सरकारले दिएको छ। अब यो राहत चाहिँ कस्तो व्यवसायले लिने भन्दाखेरि, जो विगतको वर्षमा तपाईले प्यान लिनु भएको थियो या थिएन, सरोकार भएन, कसैले कस्तो हुन्छ भने स्थानीय तहमा दर्ता गर्नुहुन्छ, प्यानै लिनुहुँदैन, 3-4 वर्षसम्म व्यवसाय गरिराख्नु भएको हुन्छ, अनि तपाईले स्थानीय तहमा फेरि बन्द गर्न जान्छु भन्दाखेरि कर चुक्ता लिएर आउनुहोस् अनि मात्रै बन्द हुन्छ भन्दाखेरि मात्रै थाहा हुन्छ कि तपाईहरु ला स्थानीय तहदेखि करमा पनि दर्ता गर्नुपर्छ भन्ने भान भएर बस्नु भएको हुन्छ। ल करमा जाँदाखेरि त 4 वर्षदेखिको कर तिर्नुहोस् या 5 वर्ष कति भयो मेरो दर्ता भएको, त्यहाँदेखिको कर तिर्नुहोस् भनिरहेको हुन्छ। अब त्यस्तो व्यवसायहरूले पनि अहिले यो मौका छ। अब यतिखेर चाहिँ के छ मौका भने तपाईको विभिन्न शीर्षकमा दिएको छ अब सरकारले छुट चाहिँ हैन। कसैलाई प्यान नम्बर लिएकोलाई एक किसिमको छुट भनेको छ हैन। प्यान नम्बर लिएर तपाईले व्यवसाय सञ्चालन नभएको, अहिलेसम्म कारोबारै नभएको जिरो हुने मान्छेहरूलाई त झन् ठुलो बम्पर छुट दिएको छ। अझ अब प्यान नम्बर लिनुभयो, व्यवसाय गरिराख्नु भएको छ, आजसम्म पनि गरिराख्नु भएको छ, तर विवरण पेश गर्नु भएको छैन, वार्षिक विवरण पेश गर्नुपर्ने हुन्छ, तपाईहरुले भ्याट विवरण पेश गर्नुपर्ने हुन्छ। यस्तो विवरणहरू चाहिँ तपाईले पेश गर्नु भएको छैन। तपाईको व्यवसाय छ 3-4 करोडको वर्षैनको गरिराख्नु भएको छ, तर तपाईको लोन सोन नभएको कारणले तपाईले नवीकरण गर्नु भएन, किनभने कर चुक्ता आवश्यकता नभएको कारणले तपाईले यो किन गरिराख्नु, त्यसै पनि धेर राख्ने रहेछ, ल ढिलो भयो भनेर अड्किराख्नु भएको हुन्छ। कसैको केही प्राविधिक कारणहरूले गर्दाखेरि नवीकरण नभएको हुनसक्छ हैन, डकुमेन्ट नपुगेर कहिलेकाहीँ नवीकरण नभएको हुनसक्छ। त्यस्ता व्यवसाय जो भ्याटमा दर्ता हुनुहुन्छ या भ्याटमा दर्ता हुनुहुँदैन, विगत लामो समयदेखि तपाईहरुको फाइल पेश गर्नु भएको छैन, वार्षिक रूपमा पेश गर्नुपर्ने रिपोर्टहरू पेश गर्नु भएको छैन, भ्याटको विवरण पेश गर्नु भएको छैन भने उहाँहरुको लागि चाहिँ अहिले एकदम राम्रो खालको सरकारले सहुलियत दिएको छ। त्यसमा तपाईलाई ब्याज, जरिमाना भन्ने चीजको कुनै
शुल्क लाग्ने छैन। तपाईँलाई सिर्फ लाग्ने छ त त्यो आर्थिक वर्षमा तपाईँले तिर्नुपर्ने कर कति हो त्यही अनुसारले मात्रै तिर्नु पर्यो। जस्तो कि आर्थिक वर्ष तपाईँले 80-81 मानौँ 3 लाख रुपियाँ तिर्नुपर्ने थियो भने 3 लाख रुपियाँ प्लस 1%, त्यो चाहिँ 1%लाई चाहिँ तपाईँले ब्याज जरिमानाको रूपमा लिनु होला। 1% ब्याज जरिमाना तिर्दाखेरि तपाईँको सम्पूर्ण अगाडिको विवरणहरूको तपाईँको त्यो वर्षको सम्पूर्ण कर चाहिँ मिलान हुने हुन्छ है। जस्तो अर्को कुरो भ्याटपट्टि भनेको तपाईँले धेरै वर्षदेखि आय विवरण भ्याट विवरण पेसै गर्नु भएको छैन। जस्तो कि भ्याट दर्ता गर्नुभयो, तपाईँले थाहा नै पाउनु भएन विवरण पनि पेस गर्नुपर्छ र भन्ने तपाईँलाई अब ज्ञानै भएन, तपाईँले त्यतिकै व्यवसाय गरिराख्नुभयो, विवरण पनि हाल्नु भएन, अहिले आएर हेर्दाखेरि ओहो भ्याट पनि दर्ता रहेछ मेरो त भन्ने थाहा पाउनुभयो भने चाहिँ अब ती सबै विवरणहरू एकमुष्ट तपाईँले पेस गर्दाखेरि मासिक तपाईँलाई 1000 रुपियाँ लाग्ने हुन्थ्यो जुन फाइन, त्यो फाइनबाट तपाईँ वञ्चित हुनुभयो। जस्तो कि भ्याट विवरण बुझाउँदै गर्दाखेरि तपाईँलाई कुनै समयमा कर आउन सक्छ। तपाईँको मासिक रूपमा विवरण बुझाउँदै गर्दाखेरि कुनै महिनामा कर आउन सक्छ। त्यो कर नबुझाए बापत त्यहाँदेखि अहिलेसम्म पनि तपाईँलाई ब्याज जरिमाना लागिरहेको हुन्छ। त्यो ब्याज जरिमाना चाहिँ तपाईँलाई अहिले सरकारले छुट दिएको छ। तर के अर्थ भने कर चाहिँ बुझाउनु पर्यो है। फेरि यसको अर्थ यो होइन कि करै छुट भन्ने चाहिँ होइन, कर बुझाउने, करको ब्याज जरिमाना चाहिँ छुट हो। अहिले समग्रमा हेर्ने भने त करभन्दा ब्याज जरिमाना धेरै नै बढी हुन्छ मानिसहरूको है, व्यवसाय गर्ने मानिसहरूको। त्यो भइसकेपछि अहिलेको छुट चाहिँ एकदम राम्रो छ। यतिखेर तपाईँहरूले यो व्यवसायलाई आफ्नो जति पुरानो व्यवसाय भए पनि त्यसलाई नवीकरण गर्नु होला, बरु बन्द गर्नु होला। यो जस्तो राम्रो अपर्च्युनिटी फेरि आउँछ भन्न सकिँदैन पनि होइन। लामो समयदेखि विवरण पेस नगर्नेहरूको लागि चाहिँ यो 83 सालको पुस मसान्तसम्म टाइम दिएको छ। यो अन्तिमसम्म पनि नपर्खिनु होला, किनभने अन्तिम आहरमा कहिले के होला के समस्या होला, त्यो भएपछि तपाईँहरू पेस गर्न ढिलो भयो भने फेरि यो अवसरबाट वञ्चित भयो भने तपाईँले पूर्ण रूपमा सम्पूर्ण कर बुझाउनु पर्ने हुन्छ। सम्पूर्ण कर प्लस जरिमाना बुझाउनु पर्ने, कर त त्यसै पनि बुझाउनै पर्छ होइन। त्यो भएपछि कोही तपाईँका साथीभाइहरू विदेशमा हुनुहुन्छ, जसले यहाँ व्यवसाय दर्ता गर्नुभएको थियो, बिचमा केही पलायन भएर विदेश जानुभयो भने पनि उहाँहरूलाई पनि सम्पर्क गरेर सुझाव सल्लाह दिनु होला। उहाँहरूको प्यान नम्बर नेपालमै छ, व्यवसाय यस्तो छ भने उहाँहरूलाई पनि नवीकरण गर्न सहज हुन्छ, किनभने ठुलो पैसाबाट तपाईँहरू बस्नुहुन्छ होइन। विदेशमा कमाएको पैसा पनि तपाईँको यहाँ रासो तिर्न नपुग्ने अवस्था पनि आउन सक्छ यदि तपाईँको त्यस्तो खालको व्यवसाय थियो, तपाईँले छोडेर जानुभएको छ भने। यस्तो व्यवसाय गर्नेहरूको लागि चाहिँ एकदम ठुलो सुलभ भन्छु। यो चाहिँ अहिलेको सरकारले गरेको एकदम राम्रो मेरो हिसाबमा चाहिँ है, व्यवसायको हक हितको लागि गरेको भन्छु। योभन्दा अगाडि पनि आएको थियो, अगाडिको बजेटमा चाहिँ नआउने भन्ने कुरो होइन। तर एक साल कुनै एक साल यस्तै यही लेभलको बजेटमा आएको पनि थियो यो स्किम होइन। त्यो स्किममा धेरैजनाहरूले गर्नुभयो, धेरैजनाको नवीकरण गर्नुभयो। जति बाँकी रहनु भएको थियो उहाँहरूको लागि पनि यो चाहिँ एउटा सुलभ अवसर हो। तपाईँहरूले ध्यान दिनुपर्ने कुराहरू चाहिँ तपाईँको एक्चुअल कारोबारलाई चाहिँ तपाईँहरूले अब अडिट गरेर हुन्छ, के गरेर हुन्छ, तपाईँले आफ्नो ब्याज जरिमानाबाट चाहिँ बाँच्न सक्नुहुन्छ। कर चाहिँ तपाईँको मिना भएको होइन, कर मिना भन्नेतिर चाहिँ नलाग्नु होला। करको ब्याज जरिमाना मात्रै मिना हो। ब्याज जरिमाना मात्रै मिना हुँदाखेरि पनि ठुलो पैसामा तपाईँहरूको असर पर्छ, किनभने ठुलो कारोबार गर्ने मान्छेहरूलाई टर्नओभरको 0.1%ले लाग्दै आएको त्यो कर पनि मिना भएको छ, जुन चाहिँ एकदम एक्सेसिभ हुन्थ्यो। त्यो जुन चाहिँ तपाईँले कमाए पनि नकमाए पनि लाग्ने कर जरिमाना भनेको चाहिँ ठुलो थियो। त्यो कुराहरूबाट बाँच्नु भएको छ। थप विषयमा तपाईँहरूलाई यो विषयमा अरू पनि केही जानकारी चाहिन्छ होइन। मैले अझै प्रष्ट भइन होइन, यो चाहिँ 1-to-1 टक गर्दाखेरि मात्रै म यो कुरामा प्रष्ट हुन्छु जस्तो लाग्छ भने तपाईँले मलाई सिधै सम्पर्क पनि गर्न सक्नुहुन्छ होइन। मेरो यो प्यान नम्बर चाहिँ मेरो यो यो व्यवसायको एकचोटि हेरिदिनु न के रहेछ कसो रहेछ भन्नुहुन्छ भने तपाईँले कमेन्टमा आफ्नो प्यान नम्बर पनि हाल्न सक्नुहुन्छ। म त्यसलाई अध्ययन हामीले प्रारम्भिक रूपमा यहाँ नेटबाट हेर्न सकिनेसम्म प्रारम्भिक रूपमा अध्ययन गरेर तपाईँको यति कर लाग्छ तपाईँसँग समन्वय गरेर है, त्यतिकै त भन्न सकिँदैन। तपाईँको व्यवसायको सबै ढाँचाहरू बुझेर कति कारोबार गर्नुहुन्छ, के गर्नु भएको छ, ती सबै कुराहरूलाई एनालाइज गरेर यतिसम्म चाहिँ तपाईँको कर आउँछ, यतिसम्म चाहिँ तपाईँले छुट पाउनुहुन्छ भन्ने कुराहरूको डाटा नि निकाल्न सकिन्छ। यो चाहिँ ठुलो अवसर दिएको छ सरकारले। यो सरकारले दिएको यो अवसरले चाहिँ तपाईँहरूले सदुपयोग गर्नु होला। यो स्किमको मिति चाहिँ तपाईँको
83 पौष मसान्तसम्म मात्र छ। पौष मसान्त भनेर नपर्खिनु होला, किनभने रेगुलर गर्ने अडिटहरू भनेको तपाईँको साउनदेखि सुरु भएर असोजमा एक चरण, अर्को मङ्सिरमा र पुष मसान्तमा एकदम भिड हुने कारणले गर्दाखेरि तपाईँले डकुमेन्ट दिए पनि तपाईँको अडिटरहरूले, तपाईँका कर सहयोगीहरूले यो काम गर्न नभ्याउने अवस्था पनि आउन सक्छ। त्यसले यो स्किम दिएको लगत्तै तपाईँहरूले यो कुरामा आफ्नो चासो राख्ने र जति सक्दो चाँडो चाहिँ आफ्नो फाइललाई क्लियर गर्नेतिर लाग्नुहोला। यति भन्दै हजुरहरूबाट म बिदा हुन चाहन्छु। धन्यवाद। थप जानकारी केही चाहिएमा कमेन्टमा आफ्नो नम्बर, कन्ट्याक्ट, प्यान नम्बर के छ उपलब्ध गराउन सक्नुहुन्छ। म त्यही अनुसारले तपाईँहरूलाई काउन्सिलिङ पनि गर्नेछु।